यहाँ चाहिँ छ मेरोमा है यो सबै नानीको लुगाहरू है अनि यो चाहिँ म अनबक्सिङ गर्ने गइरहेको छु। नमस्ते एभ्रिवान, वेलकम ब्याक टु सरोज रायमान ब्लग। आज चाहिँ म एउटा अनबक्सिङ भिडियो लिएर आएको छु है। अनि तपाईँहरूलाई पनि मन पर्यो भने है यहाँबाट हेरेर आफ्नो नानीहरूको लागि मगाउन सक्नुहुनेछ। यो अनबक्सिङ भिडियो चाहिँ मेरो नानीको लुगा है, जुन चाहिँ मैले अनलाइन पर्चेस गरेको मिन्त्राबाट है। लिङ्क चाहिँ डिस्क्रिप्सन बक्समा हालिदिन्छु। अनि यहाँ चाहिँ अलरेडी मैले यसको कभर चाहिँ खोलेर रेडिरहेको छु है, किनभने नानी भएकोले गर्दा यस्तो टाइम पाउँदैन। यो नानी चाहिँ खेलिरहेको छ। यो सबै सामानहरू चाहिँ मैले अलरेडी सबैभन्दा फेरि पनि 2-3टा छ नयाँ चाहिँ है, अरू चाहिँ मैले युज गरेर फेरि मन पराएर मगाएको है। अनि मलाई देखाउनेवाला चाहिँ यो सबै नै खोलेर फर्स्टमा चाहिँ म यो देखाउनेवाला छु। यो चाहिँ मैले अलरेडी युज गरिसकेको है, अन्त एकदम राम्रो लागेर चाहिँ मैले फेरि मगाउँदैछु। ब्याकग्राउन्डमा एकदमै बेसी हल्ला छ है, अनि यस्तै अब टाइम पास गरेर मात्रै हो भिडियो बनाउने। अन्त यस्तो कस्तो राम्रो राम्रो कलरमा हेर्नुहोस्। यो यसमा चाहिँ रहेछ एउटा प्याकेटमा यो ब्लू येल्लो अन्त पिङ्क। छोरीहरूलाई एकदमै राम्रो, मैले त्यो अलरेडी युज गरिसकेको, पुरा राम्रो लागेर चाहिँ मैले मगाएको है। यो नानीहरूको अहिले समरमा चाहिँ तपाईँले डाइपर फ्री राख्नु छ भने एकदमै युज आउँदो रहेछ यो है, एकदमै राम्रो चाहिँ। यसको चाहिँ मैले अलरेडी तपाईँलाई सबै देखाएँ कलर, अनि यो सबैमा यस्तै छ कलर है, तपाईँले हेरेर मगाउन सक्नुहुनेछ। अनि यो चाहिँ एकदमै युजफुल लाग्यो मलाई अहिले समरमा चाहिँ है, राम्रो हुँदो रहेछ यो है। तपाईँहरू देख्नुहुन्छ स्लिपलेस है, यो एकदमै राम्रो क्वालिटीको रहेछ। त्यो भएर मैले फेरि मगाउँदैछु। यसमा चाहिँ एउटा प्याकेटमा चाहिँ 4-5 सेट हुन्छ है। यो सेमै थियो मेरो पहिला है, राम्रो लागेर चाहिँ फेरि मगाएको। अन्त अर्को चाहिँ के थियो, अब नानी बढ्दो रहेछ नि त छिटै है, अनि साइज पनि अलिक कम्ती उसलाई हुन थालेको थियो। त्यो भएर पनि यो एउटा दुईवटा है, 3टा 4टा सेट यसरी आउँछ है। एकदमै युजफुल लाग्यो यो चाहिँ है, समरको लागि चाहिँ पुरा राम्रो छ कपडा पनि। यो मगाउन सक्नुहुन्छ तपाईँले है। लिङ्क चाहिँ म डिस्क्रिप्सन बक्समा है हालिदिन्छु, मन पऱ्यो भने चाहिँ मगाउनुहोस्। सबै कलरहरू यो आउट अफ स्टक रहेछ, त्यो भएर यो चाहिँ मैले पाएँ अनि मगाइदिएँ। समरकै लागि स्लिभ्स हेर्नुहोस्, यस्तो हाफ स्लिभ भएको है। नानीहरूलाई कति राम्रो देख्छ क्या यो छोरीहरूलाई। अन्त एकदमै राम्रो छ कपडा यसको पनि। नानी पक्रिनुहोस् न ए कति क्युट देख्छ, राम्रो आएको छ लुगा हो। यो तपाईँको पनि छोरी छ भने मगाउनुहोस्, एकदम राम्रो छ, डाउट छैन यो कपडाहरूमा। सबै नानीहरूलाई नबिजाउने रहेछ है, कटनकै राम्रो। अनि अर्को चाहिँ छ यो मैले मगाएको है कटनको यो सेट, यो पनि 4टा सेट। यो पनि एकदमै राम्रो छ। यो चाहिँ मैले फर्स्ट टाइम मगाएको है कटनको। यो रहेछ नानीहरूको लागि एकदम कति शीतल रहेछ, हेर्नुहोस् न कति शीतल, हेर्नुहोस् न कस्तो राम्रो हो। कटनको रहेछ, प्योर कटन रहेछ यो हो। अन्त अहिले समरमा चाहिँ एकदमै यो चाहिँ एकदमै बेस्ट लाग्यो मलाई। यो चाहिँ मैले नयाँ है फर्स्ट टाइम मगाएको, अन्त मलाई तर मन पर्यो। सबै 4टा सेट, कलर चाहिँ अलिअलि डिफ्रेन्ट। यो भयो फर्स्टको है। यो सेकेन्डको है, हेर्नुहोस् न यसमा प्रिन्ट कति राम्रो छ हो। नानीहरूलाई क्युट देख्ने रहेछ, राम्रो। यो सबै चाहिँ म लिङ्क है डिस्क्रिप्सन बक्समा हालिदिनेवाला छु, त्यहाँबाट तपाईँहरूले अर्डर गर्न सक्नुहुनेछ मन पऱ्यो भने चाहिँ है। यो चाहिँ छ अर्को प्रिन्ट, कति मजाको, हेर्नुहोस् न कति यो भयो है। अनि यो चाहिँ लास्ट यसमा चाहिँ स्टार्सको रहेछ है डिजाइन, कति क्युट छ। कि चाहिँ यस्तो खालको बान्ने एकदम सजिलो लाग्यो मलाई। यो चाहिँ मैले अलरेडी यस्तो खालको युज गरेको है, नानीहरूलाई सजिलो हुन्छ बान्नुको लागि। एउटा देखिनुहोस् है 5वटा हो यो सेट, कस्तो राम्रो छ हेर्नुहोस् न। यस्तो कलर रहेछ, हेर्नुहोस् न कति राम्रो हो। प्रिन्टहरू कस्तो राम्रो छ। फ्रक चाहिँ 5वटा रहेछ सेट, मैले त एउटा चाहिँ देखिँदो रहेछ। अर्को चाहिँ छ जामै हो है। यो पनि यसको चाहिँ यस डिजाइन चाहिँ अलिक अलग्गै हो, तर यो ब्रान्ड भनौँ है, यसको मैले युज गरिसकेको, अन्त राम्रो लाग्यो है। त्यो भएर मैले फेरि मगाएको। अन्त यसको
डिजाइन चाहिँ अलिक अर्को त्यस्तो चाहिँ छैन रहेछ। अनि यहाँ चाहिँ यस्तो पाउँदो रहेछ। यो एउटा चाहिँ माथिको है जामा भयो। अनि त्यसको तलबाट लाउनुको लागि चाहिँ यो है। यो सजिलो हुन्छ, राम्रो हुन्छ यो पनि कपडा। अन्त यस्तो चाहिँ यो पनि सबै हाफ्छु किनभने अहिले निकै गरम छ नि त। अनि त्यो भएर नानीहरूलाई कस्तो राम्रो रहेछ। आजको भिडियोमा चाहिँ है यो अनबक्सिङ गर्नुपर्ने थियो। अनि त्यो भएर मैले बनाइहालेँ है। किनभने कतिजना हुनुहुन्छ है कस्तो लुगाहरू नानीलाई अनलाइनमा अब लुगाहरू हेर्दाखेरि मनपर्छ है, तर राम्रो आउँछ आउँदैन भन्ने पनि हुन्छ नि त। त्यो भएर चाहिँ अनि यहाँ देखेर चाहिँ है तपाईँहरूलाई पनि विश्वास हुन्छ कि राम्रो आउँदो रहेछ भनेर है। त्यो भएर मलाई पनि लाग्यो अब आफूले नानीलाई लगाइदिँदैछ भन्ने है राम्रो नै हुन्छ नि त। अनि त्यो भएर कतिजनालाई पनि युज हुन्छ होला भनेर चाहिँ मैले बनाएको यो भिडियो है। आई होप तपाईँहरूलाई युज हुन्छ है। आफ्नो नानीको लागि मगाउनु सक्नुहुनेछ। एकदमै डाउट छैन, यो लुगाहरूको अलरेडी युज भइसक्यो। अनि यो 2-3टा कलरमा जुन चाहिँ थियो त्यो 3टा त्यो पनि एकदम राम्रो लागेको छ है। अनि तपाईँहरू मगाउनुहोस्। कटनको सस्तो कटन हो, एकदम समरको लागि चाहिँ बेस्ट है यो। अनि कलरहरू पनि जाँदैन एकदमै है। यो जुन चाहिँ मैले युज गर्छु कुनै पनि कलर जान्छ, त्यतिकै धुनुहोस् है, कलर जाँदैन। यही थियो है यो सबै आजको भिडियोमा। फेरि भेटौँ नेक्स्ट ब्लगमा। बाई बाई।